साथीहरु सबैलाई नमस्कार छ। मेरो YouTube को पहिलो ब्लगमा हेर्नु र प्रतिक्रिया दिनु होला कि कस्तो हुन्छ, राम्रो हुन्छ हुँदैन। आज चाहिँ मेरो यो पसलको विषयमा के तपाईहरुलाई देखाउन गइरहेको छु। यो मेरो पसल हो। अगाडिपट्टि देख्दै हुनुहुन्छ लहरा डुरियाहरू। अब यो यसो यो पसलको भ्यू तपाईहरुलाई देखाउँ। त्यसपछि भनेको अब यस्तै छ साथीहरु, गाहकी कोही पनि छैनन्। एक्लै बसिरहेको छु, तपाईहरुलाई देखाउँदै छु। बाहिरको मौसम यस्तो छ, पानी पर्न आँटेको छ, बिजुली चम्किदै छ। कतिखेर पानी पर्ने हो के हो थाहा छैन, हेर्दै जानु होला। गर्मी पनि छ, पानी पर्दै त ठिकै पनि हुन्थ्यो होला सायद, हैन। ल अब म पानी भर्ने योजनातिर लाग्दैछु। यही बोतलमा पानी भर्छु। यही बोतलमा पानी भरेर ल्याउनु पर्ने हुन्छ। ल म पानी भर्न गएँ। अब पानी भर्दैछु। धारा मेरोमा चालु छ। यो मेरो पछाडिको भ्यू हो। परेसाबारी, यो न परेसाबारी मेवा पनि फलेको छ। हेर्नु स्याप बोडीहरू काँक्राहरू टन्नै फलेको छ। म बोतलमा पानी भरेर टक्कसँग तपाईँ ल्याउँछु। फ्रिजमा राख्नुपर्ने हुन्छ। चिसो पानी खुवाउनु पर्ने हुन्छ। भाँडाकुँडा पनि मार्नुपर्ने हुन्छ। दोकानको लागि यसो परमा त खुवाउने कुरो आएन। त्यही भएर टक्कसँगले यहाँ सरसफाइ कार्यक्रम भइरहेछ। सिएम हो नि त म, सिएम भनेको चम्काउने मस्काउने। कस्तो लाग्यो साथीहरू? ल मैले भाँडाकुँडाहरू पनि ल्याइसकेको छु। अब टक्क यसलाई मिलाएर सजाएर राख्नुपर्ने हुन्छ। मिलाएर सजाएर यहाँ राखेको छु मैले। राख्दैछु है साथीहरूलाई। हेर्नु अब गर्मीको मौसम छ, बाहिर आइसक्रिम आएछ। अब छोरी आइसक्रिम नखाइकन हुँदैन। अब यो उहाँ चाहिँ हाम्रो म्याडम हुनुहुन्छ है, एकदम मक्ख पट खाइरहनु भएको छ। बत्ती सेट देखाइवरी चट्टसँगले आइसक्रिम है त साथीहरू। ल हेर्नु छोरीले आइसक्रिम खाएको, मेरो डटर। मलाई पनि खान त इच्छा छ। अब छोरीले के गर्छिन्, खुवाउँछिन् कि खुवाउँदिनन्, हेरौँ, ट्राई गर्छु है त। के भन्छन् छोरीले, मलाई खुवाउँछिन् खुवाउँदिन। खुवाउने रहेछन् क्या जस्तो छ। अब मलाई खुवाउँछिन् जस्तो छ। आओ फाइन, वाओ क्या कुल गर्मीमा खाँदाखेरि मिठो भयो, दामी भयो, दामी 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 दामी। जाँदैछु, हेरौँ उहाँले म्याडमले के गर्दै हुनुहुन्छ, किचनतिरको हाल के छ कसो छ म तपाईँहरूलाई देखाउँछु। किचनमा के गर्दै हुनुहुन्छ म्याडमले, के पकाउँदै हुनुहुन्छ। ल छोरी काँचो चना, वाओ सस्तोको लागि एकदमै फाइदाजनक हुन्छ। वाओ यहाँ चना फ्राई भइरहेको छ। म्याडमले चना पकाउँदै हुनुहुन्छ। यसले पसलमा लगाएर राख्नुपर्छ, बेच्नुपर्छ। खान्छन् मान्छेहरूले, थपी खान्छन्, मिठै हुन्छ। गाइस आउनु होला कहिलेकाहीँ, तपाईँहरू पनि इच्छा लागेछ भने। ल हेर्नुहोस् अब यो मासु टक्कसँगले हामी चाहिँ अलिकति झोल हालेकै बनाउँछौँ है। यहाँ चना भुजा चिउरा मासु अलिकति थपी खाने कस्टमरहरू आउनुहुन्छ, अनि अब थपी दिनुपर्ने हुन्छ। त्यही भएर हामी अलिक रस हुन्छ। चना चाहिँ सुक्खा हुन्छ है साथीहरू, तर स्वादिलो हुन्छ है, मसलेदार हुन्छ, अलिक पिरो हुन्छ। अब त्यसपछि भनेको यसो पुछपाछ कार्यक्रम, धुलोमै बसाउने कुरो आएन कस्टमरलाई। म यहाँ पुछपाछ कार्यक्रम गर्दैछु। पुछ्ने कार्यक्रम मेरो भइरहेछ। यहाँ छोरी पनि खेलिरहेछन्, सबै खुट्टाको धुलो गएर बाबा छोरीको माया पनि हाम्रो बिचमा चलिरहेको छ। छोरी मलाई छोड्दिनन्। अब यस्तै छ है साथीहरू। अब हेर्नुहोस्, अब यसो बढार्नुपर्ने हुन्छ तल पट। अलिअलि चाहिँ अब त्यो तलको यसो धुलो चाहिँ उठ्छ है साथीहरू, किनभने अब माटोको सिमेन्टेड गर्न सकिएको छैन। अब पसल खोलिएको छ, अहिले पैसा कमाइछन्, गरौँला। ल अब मेरो कस्टमरहरू आइसक्नु भएको छ। यसो खाजा नास्ता यसो खाँदै हुनुहुन्छ उहाँहरू। यसो अब खाइसकेपछि यसो अब क्यास गरेर त्यसपछि जानु